सर नमस्कार। नमस्कार। हजुरलाई के समस्या भएर आउनु भएको थियो? म चाहिँ यो स्टक भएको थियो राइटको कि ए स्टक भएको थियो, प्यारालाइज हुनुहुन्थ्यो है? राइट साइडको स्टक कति समय पहिला? 1 साल अगाडि। 1 वर्ष भएको थियो। हातहरू चल्थेन? हात चाहिँ यो दाहिने हात चाहिँ खुल्नु हुन्थेन। दाहिने हात मुभ हुन्थेन है? यहाँ आएर चाहिँ अलिकति चल्न लाग्छ। चल्न लाग्यो। यो हातहरू चल्छ अहिले? चल्छ। ए ल चलाएर देखाइदिनुहोस् न। पहिला पहिला मुठी मात्रै पर्थ्यो है? पहिला मुठी चल्थेन। अनि ट्रिटमेन्ट भएको यही हातका यति नसालेमा यति चुम्बकले मात्रै हो हजुरलाई उपचार गरेको हो नि त? कति दिन आउनुभयो हजुर? आजसँग 10 दिन आएको। 10 दिन आउनुभयो, लगातार आउनुभयो हजुर है? अब आजबाट छुट्टी भयो, अब क्याम्प पनि भोलिबाट सकिन्छ। हजुर यहीँ दार्जिलिङबाटै आउनुभएको हो? नजिकैबाट? तकदाहबाट अब टकबर। अब हजुरको काम भनेको घरमा गएर पनि 60 दिन लेखिदिनु भएको छ सरले। 60 दिनसम्म लगातार चुम्बकलाई नबिगारिकन लगाउनु पऱ्यो। मैले अघि सिकाएको थिएँ हजुरलाई, पक्कै बुझ्नुभयो होला। कन्फ्युजन केही आयो भने हामीलाई खबर गर्नुहोस्, हामीलाई फोन गर्नुहोस्, हामीलाई देखाउनुहोस्, हामीले हेल्प गरिदिन्छौँ। अनि यहाँ उपचार गर्दाखेरि औषधिहरूको प्रयोग भएन केही? प्रयोग भयो। औषधिहरू प्रयोग भएन, चुम्बकबाट मात्रै भयो। पैसा धेरै खर्च भयो कि नै? पैसा त खर्च भयो। धेरै कम। खुसी हुनुहुन्छ? ठिक छ, हजुरलाई सन्चो हुन्छ, रेगुलर लगाउनुहोस्। धेरै बिरामीहरूलाई सन्चो भएको छ। घरमा गएर लाउँदा बिगारिदिनुहुन्छ कि अरू बिरामीहरूले, त्यस्ता बिरामीलाई हुँदैन। जसले सही तरिकाले लाउन सक्नुहुन्छ उहाँलाई चाहिँ पक्का सन्चो बनाउँछ यसले। हस्, थ्याङ्क यू सर।